यो ढुकुरको बच्चालाई चाहिँ कागले ठुँगेछ होइन। कागले ठुँगेर यहाँनिर घाउ बनाएको छ। यहाँ आउँदा अलिक आउँदा यसको यो ढुकुरको चाहिँ यहाँनिर हेर्नु त है कागले ओए 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 बिस्तारै कागले ठुँगेर बच्चालाई यस्तो हाल बनाएछ है। यहाँ हेर्नु त है यस्तो हाल बनाएछ। अब यो बच्चालाई चाहिँ हामी यहाँ होटलमा लगेर तेल बेसार लाएर छोडिदिन्छौँ। ठुल्दाई ठुल्दाई यहाँ हेर्नु त है कस्तो बनाएको छ है। कस्तो माया लाग्दैछ। र यहाँ हेर्नु त यस्तो भएकोलाई चाहिँ अब हामीले थोरै यसलाई तेल बेसार दलेर यसलाई औषधि उपचार गरिदिनु पर्ने लाग्दैछ। बिस्तारै बिस्तारै गर्न हो तँलाई उयो गरेको होइन कि। यसलाई यहाँ भुइँमा राखेरै सजिलो हुन्छ होला हौ। अलिकति तेल बेसार मागेर होइन यसरी निको हुन्छ तँलाई संसार देख्नुपर्छ नि त होइन त। संसार देख्नुपर्छ। अलिकति ओरिजिनल तोरीको तेल मागेर चाहिँ यसलाई यसरी औषधि उपचार गरेर यसलाई चाहिँ छोडिदिनु पर्छ होइन त। यस्तो है अरूतिर पनि ठुँगेको छ कि बा छैन त्यही मात्रै छैन। बिस्तारै 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 अझै लगाइदिनुपर्छ। धेरै धेरै त पर्दैन। धेरै पर्दैन। पट्टी यहाँ पनि यस्तो रहेछ। यसको यहाँ पनि लगाइदिनु पर्यो। उड्नु सक्दैन धेरै भयो भने। अब यति गरेर यसलाई त्यतिकै राख्दैन हामी छोड्दैन। कहाँ बस्छ यो त्यहाँनिर राखिदिउँ क्या शीतलमा अब लागेर नि। फेरि त्यहाँनिर त सबै कागै काग आउँछ यार। काग आउँछ अहिले यतै छोड्नु आफै उडेर जान्छ।